सो हेलो गाइज ल म चाहिँ आज यता है पोखरादेखि यता अब प्युठान जाने भनेर कसेको छु है। ल आजको चाहिँ अनि छोटो मिठो ब्लग हुनेछ है, मिनी ब्लग, मिनी मोटो ब्लग है। र अब म चाहिँ अहिले ठ्याक्क भन्नुपर्दा यता रामदी आइपुग्न आँटेँ है। अब आज अब हेरौँ कहाँ अब भालुवाङसम्म गएर बस्ने भनेको छु है। अब प्युठान त अलिक टाढै हुन्छ होला सायद है। अनि त्यही हो। अनि आजको चाहिँ जस पुरै र भ्लग हुनेछ है आजको। अब रामदीमा गएर यसो त्यहाँको कालीगण्डकी खोला हेरिन्छ है। अनि त्यहाँपछि अनि हामी लाग्छौँ आफ्नो गन्तव्यतर्फ। आजको चाहिँ अनि जस्तो अनएक्सपेक्टेड ट्रिप हो मेरो है। त्यस्तो पुरै प्लान चाहिँ थिएन। जस अब नेपालको 70 जिल्लामा चाहिँ अब 4वटा जिल्ला पाइन्छ मेरो होइन। 4 जिल्लामध्ये चाहिँ अब रोल्पा, प्युठान होइन, हुम्ला अनि सोलुखुम्बु रहेको छ। र रोल्पा र प्युठान चाहिँ अहिले हालिदिइहालौँ कि भनेर सोच गरिरहेको छु। अब हुम्ला त यसपालि अब कामले अलिकति भ्याइँदैन जस्तो लाग्यो है। अब हुम्ला चाहिँ ठिक्क अब भदौतिर हान्नुपर्छ कि है। अब हुम्ला चाहिँ अलिक बर्खा पनि छ नि त अहिले, फेरि बर्खामा बाटो के होला त्यता अलिक अप्ठ्यारो छ सबभन्दा। तर एक्सट्रिम चाहिँ एक्सट्रिमै छ है, एडभेन्चरस छ हुम्लाको बाटो। त्यहाँपछि त पूर्व साइडतिर चाहिँ सोलुखुम्बु मात्र बाँकी भयो, बाँकी छ एउटा। सोलुखुम्बु त अब सोलुखुम्बु एभरेस्ट बेस क्याम्प ट्रेक जाँदा अब गरिहालिन्छ त्यता चाहिँ। ल ओहो ओहो ल यस्तो ट्रकलाई ओभरटेक हान्नु चाहिँ अलिक पुऱ्याउनुपर्छ गाई चाहिँ। अनि अहिले कति 3:30 बजेको छ है आजको दिन। आज शनिबार है। आज शनिबारको दिन हिँड्ने छ, शनिबार पारेर। अनि अब प्युठानमा चाहिँ स्वर्गद्वारी मन्दिर विशेष त्यहाँको एकदम चर्चित भनौँ न त्यहाँ ठाउँ छ। अनि रोल्पाको चाहिँ लिवाङ सदरमुकाम लिवाङ जाँदैछु है। लिवाङमा के छ घुम्ने ठाउँ त्यहीँ गएर हेर्नुपर्छ लिवाङमा चाहिँ। र यो चाहिँ बाटो धेरैचोटि हिँडिसकेँ म है। पहिला म 51 डेज सोलो ट्राभल गर्दा पनि यही बाटो हुँदै हुँदै फर्स्ट डे गएर लुम्बिनी बसेर अनि त्यसरी चाहिँ अनि सुदूरपश्चिमतिर गएको थिएँ है। ल यो चाहिँ कालीगण्डकी है गाइज। यहाँको मोडिङ चाहिँ खतरा छ, झ्याप आउँदो रहेछ गाडी त्यसरी। त्यही भएर हाइवेमा हिँड्दा चाहिँ एकदम सोच विचार पुऱ्याएर होइन, एकदम सकेसम्म स्लो चलाउने, धेरै नकुदाउने है। प्रपर राइडिङ गियरहरू लगाउने होइन। ग्लोभ्स चाहिँ एकदम कम्पलसरी नै हो है। भित्र ग्लोभ्स छैन राइडिङ गियर चाहिँ अलिक नचलाउनु होला। अब जस्तो हाइवे लङ टुरहरू हिँड्दाखेरि चाहिँ है प्रपर हेलमेट अलि है, सर्टिफाइड हेलमेटहरू चाहिँ लगाउनु होला। अलिकति महँगो पऱ्यो पनि। अनि त्यही हो। अब हाम्रो आज चाहिँ हाम्रो पूर्वको साथी हाम्रो सुरज सोल्टी पनि अब यता लमै आउनु भएको रहेछ। अनि उहाँसँग अलिक कुराकानी भएको थियो। अनि त्यस अब सोल्टीलाई पनि भेटिन्छौँ होला अब आज कि भोलि होइन, सकेसम्म आजै भेट्छौँ होला। अनि हाम्रो यता बुटलको मार्सल हुनुहुन्छ टिभीएसको है, हाम्रो आयुष ब्रदरलाई फोन त हाने है, उठेन। अब हेरौँ अलि उता तानसिन नगएर अब सम्पर्क गर्नु पर्ला। अनि त्यही हो गाइज। जस अब यो चाहिँ यसो मैले सर्ट ट्रिप चाहिँ ब्रेक भनौँ न। अब हाम्रो डेली रुटिनबाट यस्तो छोटो ट्रिप यसो ब्रेक लिएको भनौँ न। त्यस बेला बेला यस्तो छोटो मिठो ट्रिपहरू लिइराख्नुपर्छ। अनि झन् बुस्ट गर्छ त्यसले पछि गएर काम गर्न छ। त्यस सबभन्दा झन् अब बाइक ट्रिपहरू पनि राम्रो हो। र सबभन्दा राम्रो चाहिँ अब ट्रेकिङहरू जाँदा होइन, हाइकिङहरू बेला बेला गइराख्नुपर्छ। यस्तो हाइवे राइडहरू अब आफ्नो डेली लाइफबाट त्यस अलिकति ब्रेक चाहिँ लिनै पर्छ कि त्यस भनौँ न। ल यो चाहिँ अनि रामदी आइयो है। ल अब हामी चाहिँ यता स्याङ्जा जिल्ला कटेर गएछ फाइनली यता पाल्पा जिल्लातर्फ प्रवेश गर्दैछौँ है। ल कालीगण्डकीलाई ढोक गर्दै अब हाम्रो यात्रा यता पाल्पा जिल्लातर्फ है त। ल ओहो यहाँ त के भएछ यस्तो आमा। ल टिरक सोल्टी त टिरक भन्नु आज के हो यो बिचरा खल्डाङ्गै गुल्टेछ त्यो त डोजर हो क्या। यो ल यहाँ अरू पुल पनि बन्द रहेछ है फेरि। ल अब टक्क लाएर अब पाल्पा जिल्लातर्फ है त। ल सरर लाएर साथीभाइ हो बिचरा हाम्रो डोजर सोल्टी त अनि पुरा सुतिराखेर चाहिँ अहिले है। अनि आजको भ्लग चाहिँ म धेरै लामो चाहिँ गर्दिनँ है, छोटो मिठोमै टुङ्गाइदिन्छु। अनि भोलि चाहिँ कहाँ गइन्छ अनि भोलिबाट चाहिँ अनि त्यस आउँछ भ्लगहरू ननस्टप है, हेर्नु होला। अनि बुटलमा चाहिँ अब विशेष गरी फुल्की हो बुटलको फेमस है। अब आज हेरौँ कतिको खाना पाइन्छ है। टाइम त धेरै छैन, छिटो दौडिनु पनि हुन्छ अब प्युठान भ्याउन चाहिँ।
अब यता तानसिनबाट नि जाँदो रहेछ, तर त्यो चाहिँ फर्किने बेलामा आउनु पर्ला कि त्यताबाट भनेछ है। अब यता फेरि हाम्रो सुरज सुटीलाई पनि भेट्नुपर्ने होला, त्यही भएर उता लमैबाट जान्छु भनिरहेको छु है। फेरि उता बुटोलबाट गोरुसिङे छिरेर गयो भने पुरै स्ट्रेट छ बाटो है, यताबाट त अब पुरै स्नेक बाटो फेरि। ल हावाहुरी चलिराखेर चाहिँ अब यो बाइक पनि कति 1 वर्ष काट्यो गाई चाहिँ लिएको। अब यसलाई म धेरै त होइन है, अब 10,000सम्म चलाएर चाहिँ अब सेलमा राखिदिन्छु होला, किनकि धेरै चलाइयो नि त। तर मिठो मेमोरी छ यो बाइकमा चाहिँ है। जस्तै यही बाइकमा साउथ इन्डिया गयो है, नर्थ इस्ट इन्डिया, जिरी, कता कता गयो, पूर्व त म्याक्सिमम् गयो यो बाइकमा है। पूर्व त साउथ इन्डिया जाँदा फर्किँदा त्यही बाटो आएको, नर्थ इस्ट जाँदा त्यही जाने आउने त्यही भयो। अस्ति हाम्रो सन्देश ब्रदरको बिहामा नि त्यही यही बाइक लिएर गयो है। अस्ति सन्दकपुर जाँदा नि बाइक लिएर त्यो बोतल धोएर हानिएछ यो बाइकमा। ल तानसेनमा चाहिँ 29 किलोमिटर रहेछ स्टिल टाढै रहेछ, आइसक्यो भने जस्तो लाग्यो। ल अब चाहिँ ढिला नगरेर सुनसी चलाउनु पर्छ गाई चाहिँ। ल गाइस फाइनल्ली यता बुटोल आइपुगेँ म है। अब यता यो बाटो हुँदै गोरुसिङेतर्फ लाग्छु है। ल अनि ल हाम्रो यसो भ्युवर्सहरूलाई पनि यसो हाम्रो बुटोलको बजार यसो टुर गराइदिउँ न त है। ल मेन हाट बजार चाहिँ यही रहेछ है, बजार आज हाट बजार पनि लाग्छ अरे है। अनि हाम्रो आयुष ब्रतले भन्नुभएको। ल यसो है एक राउन्ड ल बुटोलको बजार कस्तो छ है हेरिदिउँ न त। ल यहाँ त जस राम्रो राम्रो पसलहरू रहेछ है बुटोलमा चाहिँ, अनि राम्रो राम्रो मान्छेहरू पनि रहेछन् यता सबै। ल जुत्ता भन्ने पसल रहेछ यता है। ल यसलाई चाहिँ बिबी चोक भनेर भन्दो रहेछ है बुटोलको। म चाहिँ अहिले बिबी चोकमा छु गाइज है, बुटोल 4 नम्बरबाट। अब चाहिँ म सिधै है यहाँबाट लेफ्ट लिएर अनि त्यहाँपछि राइट लिएर सिधै अब गोरुसिङेतर्फ है त। ल अब ल सर आएर अब गोरुसिङेतर्फ गोरुसिङ हुँदै आज पुगिन्छ सिधै भालुवाङ है त। ल आज त्यहाँ मोबाइल खसेर है जस झन्डै स्क्रिन चाहिँ के भएन, जस पछाडि मोबाइल चाहिँ झारमझुरुम भयो है। तर केही छैन, अब कहिले काहीँ भइहाल्छ नि यस्तो होइन। तर ल अब हाइवे पकडेर है सिधै भालुवाङ सायद खै 100 कति किलोमिटर छ भनिदिनु त दाइले अघि है। तर त्यसको 2 घन्टा है, 2 घन्टा 2.5 घन्टा पुगिन्छ कि। हाम्रो आयुष ब्रदरले पनि त्यही भनिदिनु त कि बुटोलको चाहिँ के खोला भन्छ यसलाई, तिनौ नदी भन्ने कुन चाहिँ यही हो र तिनौ नदी यही हो कि क्या हो तिनौ नदी चाहिँ, तिनौ खोला त्यस बुटोलको सबभन्दा फेमस खोला हो तिनौ खोला चाहिँ है। खै त बसले हैरान पारेको थिएँ। अनि त्यही हो गाई चाहिँ जस्तो आजको दिन चाहिँ जस रमाइलो भयो है। हाम्रो रोशन सोल्टीलाई बिहान बिदाई गऱ्यो है। सोल्टी चाहिँ आज ऱ्याफ्टिङ हिँड्नु भएको हाम्रो सोल्टी रोशन सोल्टी। अनि म चाहिँ यतातिर आइपुगेँ। जस पहिलादेखि एउटा आउने सोच बनाइरहेको थिएँ यता प्युठान र रोल्पा चाहिँ, तर बसमा आउँछु कि जस्तो पनि लागिरहेको थियो। तर फेरि यस्तो हुन्छ बसमा आयो भने फेरि लिमिटेड हुन्छ नि त, अब यताउता जान पाइँदैन है। अब बाइकमा आएपछि त जता पनि जान पाइयो नि त, अब फ्रिडम हुन्छ बाइकमा चाहिँ त्यही हो। त्यही भएर अनि यसले यस्तो पोखरा बाइकमा आएको बेलामा आइहालिदिउँ भनेर अनि आइदिएको यता। अब हेरौँ अब कति दिन बसिन्छ यता है, धेरै दिन त बसिँदैन होला। भोलि स्वर्गद्वारी जान्छु सायद, अनि स्वर्गद्वारी गइसकेपछि रोल्पा लिवाङसम्म पुग्ने टार्गेट छ है। अनि त्यहाँपछि चाहिँ अनि ब्याक टु कता हुन्छ हेरौँ। अब हाम्रो सुरज ब्रदर पनि यतै हुनुहुन्छ है, हाम्रो बस सोल्टीले बाटो दिनु नि टिट। ल अब चाहिँ है रफ्तार हान्नुपर्छ है। अनि त्यही हो गाइज। ल अब बेलुकाको 6 बजे छ है। अब बिस्तारै बिस्तारै अँध्यारो हुने टाइम भइरहेको छ। अब भालुवाङ गएर बाँस पसिन्छ होला आज सायद है। अनि त्यहाँपछि चाहिँ भोलि ल कतिखेर हुन्छ अनि भोलिको भ्लग चाहिँ म फेरि भोलि हाल्छु होला सायद है। अनि त्यही हो गाइज। ल सी यू टुमोरो अन माई नेक्स्ट भ्लग है। ल टिल देन हेभ अ गुड टाइम, टाटा बाई बाई।